die, I'm the last one to die. Another episode and new vlog मा तपाईहरु सबैजनालाई स्वागत छ। आफ्टर सो लङ टाइम पछि मैले एउटा राम्रो छोटो मिठो गतिलो वाला भ्लग लिएर आइसकेको छु। हजुर हजुर अर्गेर आउँछु अर्गेर कहाँ अनि आउने जाने ल के भएन फेरि हामी सो अब चाहिँ हामी कहाँ जान लागेको थियौँ भन्दाखेरि हामी घुम्न जान लागेको छौँ। सो म चाहिँ घुम्न जानको लागि एकदम फुल एन्ड फाइनल रेडी भइसकेको छु। मैले सुज मात्र पेन्न बाइक एउटा छ हाम्रो गाडी। यो गाडीमा चाहिँ अब हामी जाँदैछौँ। दाइले मलाई कहाँ लानुहुन्छ घुम्नको लागि थाहा छैन अनि म जानको लागि रेडी। अनि मेरो साथी सुरज चाहिँ अब नजाने भनेर बस्यो। मलाई किन थाहा छैन जसको म त जान्छु घुम्नको लागि। म धेरै पछि यहाँ आएर घुम्न नआएको। सो म यहाँ चिटी च्याट्टा परेर कोट अनि ब्ल्याक ड्रेसमा रेडी भएर चाहिँ म घुम्न जानको लागि रेडी भइसकेँ। अब दाइले मलाई कता लानुहुन्छ थाहा छैन। लेट्स सी कहाँ जान्छ हामी। त्यो ठाउँ त म पुरै देखाउँछु तपाईँलाई सबजनालाई। गोवाको कुन चाहिँ राम्रो राम्रो ठाउँहरूमा घुम्न जान्छ हामी थाहा छैन। त्यो ठाउँ त म त आज तपाईँलाई देखाइ नै हाल्छु। यो कुन एसी छैन त यहाँ एसी अन गरौँ न यहाँ। सो अब हाम्रो यात्रा चाहिँ यहाँदेखिबाट स्टार्ट भइसकेको छ। अनि जस्ट यहाँ चाहिँ के रहेको छ भन्दाखेरि होइन यहाँनिर चाहिँ यो बोट अनि तपाईँले देख्नुहुन्छ यो बोटले चाहिँ यो गाडीहरू बाइकहरू त्यहाँ बोटमा हालेर यहाँबाट पारी लग्छ। अनि पारीको गाडी बाइकहरूलाई यतापट्टि लिएर आउँछ। यहाँ जति पनि यो भिडियोहरू लागिरहेको छ यो गाडीहरू यताउति यो सबै यहाँ चढेर उतापट्टि पारी जान्छ। यो फ्रीको बोट पनि हो। सरकारी बोट त हो नि यो होइन। एकदमै बवाल राम्रो यहाँबाट यसरी गाडीहरू हालेर उतापट्टि साइडमा जान्छ। योहरू उतापट्टि साइडको यतापट्टि साइडमा आउँछ। अनि हामी चाहिँ यहाँ कहिले आउँछ जस गाइज। अब हामी यहाँबाट अलिक टाढा आइपुगेर बाटो कहाँ थाहा भइसक्यो। फेरि पनि जान लाग्यो कता जान लाग्यो भने पुरै थाहा नभएपछि हामी हराज जस्तो फिल जङ्गलै इन्डियामा त्यो काठमाडौँ जस्तो त्यो घरवाला भएको जस्तो सहर चाहिँ छैन रहेछ। दिल्लीहरू होला है मतलब घरै घर के यस्तो जङ्गलहरू काठमाडौँमा हाम्रो जङ्गलहरू देख्ने गाह्रो हुन्छ। यतातिर त्यस्तो पाउँछ। टाइम भयो अब होइन। सो आज म नजदिकबाट जाँदैछु। यति बेला आएको छ त्यो ट्रेन खतरा डेन्जर के त्यो करेन्टको कि ए भनेपछि त्यो चल्दाखेरि त्यसको त्यो मुनि त्यो पटरीमा पनि करेन्ट आएर हुन्छ। तपाईँ ट्रेन चढ्नु भयो कस्तो यो गाडीतिर जस्तै हल्लिने यताउति गाना देख्नु साउन्ड त बहुत आउँछ। म ट्रेन चढाएन ट्रेन हेर्न मन थियो नजिकबाट। आज मेरो भोइस पुरा हुँदैछ। कति टाइम लाग्छ हो र आयो बाहिर गएर खिचौँ न होइन। तर यार गइहाल्यो नि। तर कस्तो साइलेन्ट ट्रेन है आवाजै छैन यार यसको त। यस्तो भयो माल बोक्यो भने त ह्याप्पी भयो नि। छैन। अब हामी यो ट्रेन जाँदै गर्दा वेट गरिरहेछौँ। ट्रेनको नजारा पनि मैले नजिकबाट लिन पाएँ। ट्रेन थाहा थिएन नि त मलाई नजिकबाट
मैले त्यो पनि हेरेँ अनि मजा पनि आयो नजिकबाट देखेर ट्रेन हिँड्ने बाटोको माथि माथि सरङ रङ 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 पनि हिँड्छौँ अब यहाँ चाहिँ यस्तो योवाला जाम हुँदो रहेछ अरूवाला जाम हुँदैन यहाँ इन्डियाको आतिर यस्तोवाला चाहिँ जाम हुन्छ ट्रेन हिँड्ने बेलामा रोक्दाखेरिको चाहिँ जाम रात्रि धेरै यहाँनिर यस्तो जम्मा भएर बस्नु पर्दैन ट्रेन हिँड्ने टाइम भएर चाहिँ यहाँ अलिकति बढी जम्मा भयो ट्रेन हिँड्ने पटरी देखाउँछु तपाईँलाई मैले पटरी अब साइलेन्ट 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 ओ यहाँ त पो रहेछ सुरुङ पो रहेछ यार अब त्यहाँ भित्र सुरुङबाट निस्किँदो रहेछ नेपाललाई त्यति एउटा सुरुङ बनाउन यहाँ मान्छे रियल कुट्ने सुरुङ बनाएर तर यो स्टेटमा त धेरै डेभलप हो कि त यो इन्डियाको अरू पनि हो टुरिज्म एरिया हो नि त इन्डिया पनि यस्तो छ र जस्तो पनि मुम्बई साइड 110 मुम्बईतिर तर यहाँ चाहिँ छैन है त्यति हाइटवाला घरहरू 110 तला घर देख्छ छक्क पर्छ 110 तला त कति माथि होला र त्यो यहाँबाट त कति सिटी भन्दा मुम्बई काठमाडौँ एउटै कुरा के भन्छ हाम्रो कल्चर छ नि त जुन नेवारको संस्कृति छ त्यो चिजले डिफ्रेन्ट देखिने र मजा आउने हो होइन मन्दिरहरू त्यो चिजले गर्दा अलिक एउटा कला त्यो चिजहरू देखिँदैन न रोड कतिले छ त्यहाँ त अलिक भित्र त पछि बाटो भित्र छिर्नु पछि बाटो पर्छ राजधानीमा भनेपछि त त्यहाँ मुम्बईतिर त विदेशवाला भाइब होला त्यस्तो आउँछ यही त यहीँ गोवातिर यतै कुनै कुनै ठाउँमा पुग्यो भने नै त्यही भाइब हुन्छ अब जस्तै त्यो हामी उता डोनापोला साइडतिर हुन्छ नि त्यो डोनापोला साइडबाट तपाईँहरूको त्यो साइडको घर जाने बाटो साइडपट्टिको त्यो रोड जानु पाउँछ नि त्यो रोड कति दामी छ अनि साइडमा स्टेडियमहरू यताउतिहरू देख्दाखेरि नै पुरा विदेशवाला भाइब आउँछ तर विदेश त विदेशै हो त्यही पनि त्यहाँनिर स्पिड त्यो राखेको मात्रै है त्यहाँ स्पिड पनि चेकिङ भइरहन्छ जति गाडीहरू नि यहाँ जति पनि गाडीहरू छ नि गाडीमा अलरेडी स्पिड राख्दै हुन्छ ए तिम्रो गाडी नै त्यहाँ 60 भन्दा माथि जाँदैन 60 भन्दा माथि नै जाँदैन त्यस्तो सिस्टम नयाँ नयाँ गाडी त्यस्तो सिस्टम छ नि यहाँ फ्रेस गाडीहरू किन्यो भने त तिमीले चलाउँदै भनिदिन्छ यहाँ स्पिड लेभल यो भनिदिँदैन भनेर सबै भनिदिन्छ यतापट्टि दामी चर्च छ यहाँनिर यहाँ पनि एउटा दामी यो कति लाख त के भन्नु 100 वर्ष पुरानो चर्च गोवाको सबैभन्दा ठुलो चर्च भनेर चिन्छ यो ठाउँ हामी पनि घर पनि आइसक्यौँ अनि जाने ठाउँ काहीँ पनि पाएन जाने ठाउँ जाने भनेर गएको ठाउँतिर हामी काहीँ पनि पुग्न पाएनौँ हाम्रो गाडीले हामीलाई त्यो ठाउँतिर पुऱ्याएन सो हामी त्यहाँ घुम्दै रोडतिर घुमेर मात्र आयौँ होइन दिने होइन मलाई नि दिनु न अनि कोक्रा चिप्सहरू लिएर आइसकेको छ हाम्रो दिदी बहिनीहरूले अब यो चोरी भयो भने हामी खान्छौँ जस्तो गाइज म चाहिँ घर आइसकेँ सो यो भ्लग चाहिँ हाम्रो कन्टिन्यू हुँदै गर्छ जो यो भ्लग चाहिँ हाम्रो कन्टिन्यू हुँदै गर्छ अब बाँकी भ्लग चाहिँ म तपाईँलाई बाँकी भ्लग भन्दा नि मैले अब नेक्स्ट डेहरूतिर चाहिँ अब अझै राम्रो योभन्दा राम्रो भ्लगहरू बनाएर हाल्छु आज त मैले राम्रोसँग बनाउनु पाएन भ्लगहरू सो गाइज अबदेखि हाम्रो कन्टिन्यू हुन्छ भ्लग एक दिनमा नभए एक दुई दिनमा पनि म हाल्छु ओके